जतातिर जलाइने गरिन्छ, जतातिर गाडिने गरिन्छ, त्यहीँतिर हुने गर्दछन् भग्नावशेषहरू। त्यसैले त्यहीँतिर देखा पर्ने गर्छन् भूत प्रेत र आत्मा। किचकन्डीहरू पनि त्यस्तै आत्मा न हुन्। उस्तै खालको घटना रहेको छ आजको श्रृङ्खलामा। आउनुहोस् सुनौ ट्रेकन टेल्सको 354 श्रृङ्खलामा 2 डरलाग्दा सत्य घटनाहरू। पहिलो श्रोता, मेरो नाम सबिन लिम्बू हो। मैले सुनाउन जाँदै गरेको यो मेरो घटना आजभन्दा 4 वर्ष अगाडिको हो। त्यो बेला मेरो एउटा साथीको घरमा त्यस्तै केही कार्यक्रम भोलिपल्ट हुन लागेको थियो। त्यही कारण म साथीको घरमा काम सघाउन भनेर पुगेको थिएँ। साथीको आमाले बिहान वनमा केही बाँसहरू किन्नु भएकोले लिन जाने काम चाहिँ हामीलाई सुम्पिदिनु भएको थियो। बाँस भने फेरि वनभित्रको घारीमा थियो। वन विभागकै अनुमतिले लिनुपर्ने हुन्थ्यो। बाँस भित्र धेरै बाँसहरू रहेकोले जता सस्तो पाइयो त्यतै किनिएको थियो। वनभित्र रहेकोले त्यो बाँस लिन भने हिँड्दै वनभित्रै पस्नु पर्ने भयो। भित्र गाडी पनि नपस्ने, त्यसैले मान्छेहरू नै हिँडेरै पुग्नु पर्थ्यो। फेरि त्यो वन जङ्गल नै घरदेखि टाढा। अझ वनभित्र पनि अलि परै थियो त्यो बाँसघारी। हुन्छ ल जाउँ त भनेर हामी सबैजना साथीभाइहरू बाँस लिन भनेर पुग्यौँ। उसै त टाढा रहेको वन अझ भित्र पुग्दै गर्दा हामीलाई त्यो बाँसघारी पुग्न कम्तीमा 1 घन्टा जतिको समय लाग्यो। र पुगिना साथ हामी सबैजना आआफ्नो कामतिर लाग्न थाल्यौँ। बाँस भने धेरै काट्नु पर्ने भएकोले बाँस काट्दा सबैलाई एकै ठाउँमा मिलाएर ओसार्न तयार गर्दा समय अलि बढी नै लाग्यो। 1-2 चोटि बाँस बटुली ओसार पसार गर्यौं पनि। बाँस बोक्दै वन बाहिरसम्म पुर्याउँदै यस्तो गर्यौं। यस्तो गर्दै समय त बेलुकाको 7:30 बजिसकेको थियो। ल अब त घर जानुपर्छ भनेर ओसारेको जति बटुली घर पुर्याउँदा भयो अब भनी सबैजना हिँड्ने तर्खर गर्यौं। त्यहाँ मैले अलि लामो, त्यस्तो धेरै गरुङ्गो पनि होइन, ठिक्कको एउटा ठुलो सुकेको काठको दाउरा भेटे। घरमा लगे चिरेर आगो बाल्न हुन्छ भनेर मैले त्यो दाउरा बोकेँ। चारैतिर अन्धकार भइसकेको थियो। साथीहरूको समूहमा चाहिँ सबैभन्दा पछाडि मै थिएँ। रुखै रुख रहेको कारण मोबाइलको टर्च लाइट बाल्दै हिँड्दै थियौँ। अगाडि हिँडिरहेका साथीहरूले पनि त्यस्तै गरी लाइट बाल्दै अघि बढ्दै थिए। घरतिर लाग्दै गर्दा करिब आधा